गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी सबिना राई अनि धेरै दिन बादमा फेरि भ्लग बनाउँदैछु। सो आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अहिले सबैलाई यादै छ मेला लागिरहेको छ जोरथाङमा। सो आज चाहिँ हामी मेला घुम्नु पनि होइन, अलिकति काम छ कि त्यही भएर गएको। अन्त त्यही भएर अब त्यसकै उयसमा अब मेला पनि अलिअलि घुमौँ भनेर चाहिँ भ्लग बनाएको। सो स्टे ट्युन गाइज। अहिले चाहिँ गाडी पर्खिरहेको छौँ। अब गाडी पनि छैन, अत्ता न पत्ता हिँडेको हो, गाडी पाउँछ कि पाउँदैन याद छैन। हामी जोरथाङ पुगिराख्छौँ कि पुगिराख्दैनौँ त्यो पनि याद छैन हो। सो स्टे ट्युन गाइज। नाना र म गएको। हेलो गाइस, धेरै दिन बादमा हो, नाना पनि भ्लगमा होइन। सो या गाइस स्टे ट्युन। अब जोरथाङ कस्तो के छ म देखाउँछु पुगिहाल्यो भने चाहिँ। हाम्रो आजको ओटिपी पछाडि सबै फर्किन्छ नि। गाडी पर्खिनुको अवस्थामा हाम्रो गाडी हाम्रो रोडमा चाहिँ गाडी आउनु न, तर चाहिएको होला। मेरो चाहिँ आज एकदम म्याचिङ ब्राउन जिन्स। यस्तै छ भिलेज लाइफ भनेको, यस्तै हो। गाडी आउँदैन, के गर्नु, चाहिएको बेलामा गाडी आउँदैन, के गर्नुपर्ने हो गाइस। एउटा गाडी पठाइदिनुहोस् न हौ। 11 बजी बोलाइरहेको छ तल, 11 बजी है, 11 बज्न आँटिसक्यो। के गर्नुपर्ने बिजोक छ है। पै अहिले भेटौँ। मेला चाहिँ कुछ यसो छ है। लुगा बेच्नेहरू मात्रै 100-200 को। हामी चाहिँ यहाँ राख्छु। क्या मेरो दाजु क्या दामी हाम्रो लुगा छान्दैछ होलसेलको लुगा। अब यस्तै छ घुमाइ, काम सकिहाल्यो। मेलाको चाहिँ यस्तै छ। हल्ला हेर्नु हल्ला। कोही खरिदो भन्नु जस्तो भयो त। मान्छेको भिड हेरौँ है गाइस। जहाँ पनि दोकानले भरेको छ। एक्सप्लोर गर्दैछौँ यहाँ। एक्सप्लोर मेलामा के छ एक्सप्लोर गर्दै हिँडेको। पुच्का खान आँटेको। जोरथाङमा पुच्का खाने त उयो छैन, खानै पर्छ। इट्स म्यान्डेटरी भने जस्तो भइसक्यो। म त यो खान्छु होला हौ।
हैन कन्फ्युज हुन्छु भनेको दोकानदार दोकानी ए आइदिनुहोस् अरे किनिदिनुहोस् अरे यहाँनिर अलिकति भन्नु त आइदिनुहोस् किनिदिनुहोस् अरे सिधै घाममै परेको हामी घामले चोर यहाँ सेउले बनाएको छ लाइफ स्केच 500 हामी चाहिँ अहिले ग्रीन पार्क हामी जाँदैछौँ यहाँ लगाएर क्लिक गर्नु फोटो त्यहाँदेखि चाहिँ त्यसको पञ्चतन्त्रलाई नबनेको र त्यसलाई मतलब अङ्ग्रेजीमा यो तानामा आइहाल्यो वङपोङमा नेपालमा सेन्स हुन्छ नि के सेन्स चाहिँ त्यो के गर्दा पनि चाल नपर्ने सेन्स त्यस्तो खालको कति गर्नु सक्दा चाहिँ उसलाई विश्वास लाग्यो उसलाई पनि त्यो संसारको सृष्टि गरेर उसलाई पुरा विश्वास मानेर चाहिँ उसले चाहिँ बस्दाखेरि चाहिँ एकदम थकित भएर बस्दाखेरि चाहिँ उसलाई चाहिँ एकदम पसिनै पसिना भेरी भेरी नाइस 50 रुपैयाँ पर्दो रहेछ बेलुका चाहिँ दामी हुने रहेछ अब हामी यहीँ बस्नेवाला छौँ 2-3 घन्टाको लागि के को 2-3 घन्टा 4 बजे त हामी चाहिँ ग्रीन पार्कमा आएर बसिरहेको छौँ यहाँ फिलहाल चाहिँ दामी बनाएको छ यहाँभित्र चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ
टिकट काटेको त्यो हरायो भने चाहिँ फेरि गयो नि हामी रुखहरूलाई पनि सजाएर यहाँ प्रोग्राम हुँदैन